हेलो गाइस, सबैलाई नयाँ भ्लगमा स्वागत छ। मैले चाहिँ आज चाहिँ भोक लागेर अन्डा र ब्रेड देखेको थिएँ अनि त्यो अन्डालाई चाहिँ अब एक स्यान्डविच खान्छु भनेर चाहिँ टक्क पानी उमालेर ग्यास पनि बालेँ। अब अन्डा पनि हालेँ, त्यसमा चाहिँ अब अन्डा छिटो पाक्छ कि भनेर नुन हालेँ होइन। अनि 15 मिनटपछि आएछ अन्डा त यस्तो भएछ पुरै निस्केर होइन, बोसो निस्के जस्तो निस्केर अनि अन्डालाई निकालेँ। अनि प्याज खुर्सानी काटेर त्यहाँ हालेर अन्डालाई स्म्यास गरेर त्यसपछि मजाले यसलाई मेयोनिज हालेँ। मैले टन्न मेयोनिज हालेँ कि मेयोनिज हाल्यो भने मिठो हुन्छ भनेर हालेँ होइन। मेयोनिज हाल्छ रहेछ मान्छेहरूले। अनि त्यसलाई मजाले घोलेँ, एकछिन मजाले घोलेँ। 2टा ब्रेड थियो, 2टा ब्रेडलाई मैले टोस्ट गर्नुमा एकचोटि टोस्ट गर्नलाई अनि ओइलै नहालिकन मजाले टोस्ट गरेँ। अनि त्यो ब्रेडको साइडको काट्यो भने चाहिँ बारहरू अलिकति मिठो हुन्छ, खानलाई पनि सजिलो हुन्छ रहेछ। मैले चाहिँ यत्तिकै हालेँ कि अनि प्याज टमाटरहरू काँक्रोहरू भए पनि अझै मिठो हुन्थ्यो, तर मसँग थिएन। मलाई प्याज नपुगे जस्तो लागेर मैले फेरि प्याजहरू काटेर फेरि हालेँ। यो चाहिँ मलाई मन पर्यो। हजुरहरूलाई पनि यो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट चाहिँ गरिदिनु है त। ल बाई।